लु अस्ति पोहोर साल त ज्वाइँले रहेछ म त टिका लगाइदिन्छु नि यसमा त ज्वाइँ लिएर आएको छु हुनु पर्यो नि त हाम्रो चाहिँ आज विजय दशमी दिन बाबाले मम्मीलाई टिका लाउँदै हुनुहुन्छ मम्मी त हेर्नु त राम्रो देखिनु भएको छ हालमा बाबा पनि म चाहिँ भिडियो ल सुनियो आशीर्वाद दिन है साइड लाउने 10 घण्टा लाग्यो फर्या साइड लाभे त हुन्थ्यो किन नलाउने भागो लाउनु पर्दैन अब मम्मीले बाबालाई लाउनु पर्छ कि टिका के पर्दैन के मैले लाउँछ र बाबालाई मैले किन लाउने अब लैज ल मम्मी मलाई भिडियो खिचिन्छ पर्दैन तसिना ल बाउलेहरू म लाउँछु टिका हेलो नमस्ते सबैजनालाई आज चाहिँ हाम्रो दसैँको दिन होइन सबैजनालाई ह्याप्पी दसैँ भन्न चाहन्छु र मैले टिका लगाइसकेँ अब चाहिँ ठुल्बाको अनि ठुलामा बजीको ममको हातमा टिका लगाउन जाँदैछु यता घर छ यतापट्टि है पारिपट्टि यहीँ देख्नुहुन्छ अब भाइ भैलीले टिका लगाउनु बाँकी छ त्यसपछि हामी सबै परे उतै जान्छौँ तपाईँले भिडियोहरू हेरिरहनु भएको छ भने लाइक कमेन्ट अनि मेरो यो युट्युब च्यानल सब्सक्राइब गर्न नबिर्सिनु होला है त ए हाम्रो जमरा होइन दिउँ बत्ती दक्षिणाहरू फुलेको फुल भए झन् राम्रो हुन्थ्यो है अब अनि यताको यसरी के बत्ती बालौँ न अँध्यारो देख्यो त ल यता हेर्नु आमा हेलो भनिदिनु मम्मी राम्रो देखिएछ मम्मी राम्रै हुनुभएको छ है हेर्नु के बाबा पनि तल्लो बस्नु न अँध्यारो आएदेखि यता बस्नु अँध्यारो आयो टल्क्यो के यहाँ बस्नु यता पछि भिडियो बनाउँछ ल बाबा मैले भिडियो बनाएँ सबैजनाले भिडियो मम्मी बाबालाई सबैजनाले हेर्छ पछि ह्याप्पी दसैँ भनिदिनु सबैजनाले ह्याप्पी दसैँ भनिदिनु त यता फर्किन ह्याप्पी दसैँ भनिदिनु न सबैजनालाई भन्नु अनि मम्मी बाबा कतै बाबाले टिका ए हो टिका लगाएर बाबाले राम्रो देखिन्छ ओ भान्जा बाबु के छ टिका लाउनु भयो ल बस यता बस एकछिन ओ भान्जी के छ मम्मीले आशीर्वाद दिँदै हुनुहुन्छ नातिलाई अनि डाक्टर हुनुपर्छ है मेरो नाति आशीर्वाद लाग्नुपर्छ पैसा चौथ गर्ने पैसा झगडा गर्ने गर्नु हुँदैन अर्काले जे भने त्यही लाग्नु हुँदैन धेरै मेरो नाति पढेर डाक्टरी हुनुपर्छ मम्मी ज्ञानी हुनुपर्छ आफै पढेर मम्मी बाबालाई माया गर्नुपर्छ है हस् भन्नु न राम्रोसँग पढ्नु मम्मी बाबालाई रासा पाल्नु है अब ठुलो मान्छे बन्नु अब सबैसँग झगडा गर्दै नहिँड्नु भन्छ बाबु है अलि राम्रो काम गर्दै जानु अब मामाले त्यति आशीर्वाद त दिन आउँदैन हामी भन्छको लामो आयो होस् होइन सगरमाथाको जस्तो उच्च शिर होस् धेरै हो ल जमरा त रहेछ है थोरै लगाइदिनु मैले धेरै पढ्नु होइन
बाबा आमालाई राम्रोसँग पाल्नु ठुलो मान्छे बन्नु होइन बाजे टिका लाउन पाए बाउ हिँडिहाल्थ्यो उतापट्टि खै अनि लु लाउँदै गर हुन्थ्यो तेरो मोबाइल लियो न फोटो खिचौँ सधैँ क्या हो त पुजै मात्रै गरेर राखिरहन्छ त है बाजे खै कोठा दिनुहोस् यसपालि दसैँ पनि बर्खे दसैँ भयो हेर्नुहोस् आजै दसैँको दिनमा यस्तो झरी परेको छ है हेर्नुहोस् कोपिन्डो हेर्नु गाइस कोपिन्डो हाम्रो चाहिँ कोपिन्डो चाहिँ झुन्डाइ राख्छ होइन चैत वैशाखमा चाहिँ अनि चाना बनाएर तरकारी खाइन्छ अनि यो देख्नुहुन्छ यो हाम्रै भेडाको सिङ हो यस्तै नाम्लाहरू झुन्डाइन्छ है यस्तो भेडाको सिङ नाम्लो खसी छ भनेको अलि त सर त यता हेर्दा खै जमरा लाएन जमरा लान ए अँ एकछिन तपाईँको दियो बिबिसले दिँदा नि हुन्छ किन हुन्न 40 रुपियाँ मलाई चाहिँ 20 रुपियाँ धेरै नगर धेरै गर्न राम्रो गर्ने त्यो धेरै गर्न नगर्ने मैले सिताको दक्षिणा दक्षिणा ल पर्दा ढोल हामी पहिलो बर्ने लाम्टिका पहिलो बस किन लगाइदिन्छ त हामीलाई त कोही लगाइदिए मैले पर्छ र पर्दैन 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 अब हामी चाहिँ हाम्रो घरमा टिका लगाएर अब ठुलो बाबाको घरतिर लाग्छ बाबा हुनुहुन्छ यता यता नि बाबा बाबा होइन यता हामीले भान्जा मान्छे हुनुहुन्छ यता भान्जा हेलो हुनु हेलो आउन आमा चप्पल आउनु चप्पल यता मम्मी होइसिन्छ ल हिँड्नु हिँड्नु यता हेरिदिनु त यता हेर्नु यता चप्पल यता खुला हाम्रो मम यता हुनुहुन्छ खाना आइसक्यो हेलो गाइस हामी त खाना खान्छ ल ल ल खाना लाग्यो नमस्कार जय सबलाई अलि भोक लाग्यो नि अनि लुगामा फोहोर लाग्यो भोलि लगाइदिनु लुगा चाहिँ मम्मी त बस्नु न बर्खे दसैँ भयो यसपालि झरी परेर अलि निधार यसरी लेखेँ मिल्दैन त के भने नि म लगाइदिउँ त ओए सुशील लु अस्ति पोहोर साल त ज्वाइँले राखेछ म त टिका लगाइदिन्छु भने यसपालि त ज्वाइँ लिएर आएको छु पक्का हुनु पर्यो नि त हो यसले मलाई टिका लगाइदिनु त भने त नि ज्वाइँले राखेछ भने मात्रै लगाइदिन्छु जोडी नै बस्ने हो जोडी भएको त नभए म त एक्लै बस ल हाम्रो यता बहिनी जाइको नयाँ टिका है नमस्ते ड्याडी लाँदै हुइसिन्छ के त अनि ड्याडी के नभने के भन्दा बाउ भन्ने त बाबुले लगाइदिँदै हुनुहुन्छ भने लगाइदिइरहेछ लगाइदिइरहनु भएको छ लगाइदिइसकेको छ त्यहाँ पछि चाहिँ ढाक त्यो चिसो खाँदै मम मम हाँ बाबा